छतबाट भ्यू देखाउँदै छु है त। यो चाहिँ रहेको छ भ्यू है। भ्यू चाहिँ यस्तो गाइजहरू यहाँबाट सिँढी छ, यहाँनिर यो रोड भइहाल्यो। रोडको सिधै माथि आउनु पर्दो रहेछ। अनि आएर यो घर छ अनि मैले देखिनँ। अनि यस्तो रहेको छ भ्यू, वरिपरिको भ्यू यस्तो रहेको छ। यतापट्टि जङ्गल रहेछ, यतापट्टि यस्तो रहेको छ। अनि के फल हो यो? अमिलो होला, कस्तो राम्रो अमिलो फलेको छ। यता अमला पनि छ, यता अम्बकहरू पनि मजाले अम्बकहरू फलेको छ, मजाले मेवाहरू पनि फलेको छ। अनि लिचीको बोट पनि रहेछ यस्तै यस्तै। अनि यहाँ वरिपरि दामी दामी फुलहरू छ है। त्यहाँनिर कसको घर पनि छ माथि। अनि यहाँ चाहिँ यस्तो छ यहाँको भ्यू, राम्रो रहेछ। यस्तै छ है, यस्तै छ यतातिर। पछि चाहिँ अर्को एकछिनबाट देखाउँछु नि त। अब चाहिँ म होम टुर गराउँदैछु। यहाँनिर छ बाघको बच्चा अरे, खरगोशको बच्चा। यो हाम्रो मोटे खरगोश र पातले खरगोश। भाइ आएर देऊ मेरो क्लिप, यो मोटे खरगोश। अनि यता छ हाम्रो पत्ला खरगोश। यहाँनिर धेरै 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 राम्रो राम्रो फुलहरू पनि फुलेको छ। अनि मलाई चाहिँ यो इन्भाइरोमेन्ट धेरै धेरै मन पर्यो। भरे अनि हाम्रो छेउमा हामी चाहिँ अब सिमराई टिप्नु जान आँटेको गाइजहरू। त्यहाँबाट माथि चढेर टुइङ टुइङ टुइङ। यहाँनिर चाहिँ हामी सिमराई टिप्नु आएको छ। यहाँनिर चाहिँ म र दिदी चाहिँ किन गएको भन्दाखेरि हामी चाहिँ गङ्गटा घुम्नु गएको हो गाइस। यो गाइस भन्नु हामी गङ्गटा टिप्नु गएको, आमाहरू काम गर्नु गएको। यहाँनिर चाहिँ गाइस हाम्रो केराबारी हो। केराबारीमा घुस्नुपर्छ अन्त। भन्दा गरौँ केराको पात हो। अलिक हिँड्नुहोस् त मिस्टर भगवली। ए मिसेस सिमराई हो, सिमी साग। यहाँ चाहिँ गङ्गटा हन्टिङ हुँदैछ। सानो रहेछ, कसरी खाने हो? हेलो गाइस, अझै मेरो छोरीहरू आएको छ। हामी सिमराई टिप्नु आएको नजानेर सबै उखालेर फ्याँकिदियो हो। अनि उसलाई लागेको छ सुँगुरको चारो जस्तो, सुँगुरको चारो जस्तो लागेको छ। उतापट्टि पनि उयो छ, उसलाई त्यस्तो लागेको छ। फ्याँकेर जाँदा फ्याँक्दैन नि हौ, त्यस्तो होइन। मैले सानो सानो उयो टिपेर उयो गर्नुपर्छ। आज मेरो नानीहरू आएको टिप्नुमा डल्लो किन फ्याँक्दैन हौ। एकछिन त यो मान्छे चाहिँ करेन्ट चौध बिहान मैले खाएर गालाभरि राति बनाएको मान्छे हो। गाला लुकाउँदैछ यी रातै। अनि यहाँ हाम्रो सिमी साग टिपाइ हुँदैछ। यता कसको घर छ। अनि यहाँनिर रोड पनि रहेछ। अनि यो बारी नै बारी जङ्गली जङ्गल छ। अब हामी फर्किँदैछौँ साग टिपेर। तपाईँहरूले मेरो अनुहार देखेर चाहिँ यसले के लाग्यो परेलामा भन्दै पुरा किसी गर्दै हुनुहुन्छ भने चाहिँ मैले चाहिँ परेला, मेरो चाहिँ परेला पातलो छ, त्यही भएर मैले परेलाको मेहन्दी लगाएको छु। अहिले भरे यसको पिल हुन्छ यो। अनि पिल भइसकेपछि देखाउँछु। यो चाहिँ हो घर, छामाको घर। हामी चाहिँ सिमराई टिपेर आएको। यो चाहिँ छामाको घर हो। काम लगाउनेतिर झर्छ होला हौ। यो चाहिँ छामाको घर हो। अनि छामाहरू आउनुहुँदैछ सिमराई टिपेर परबाट। सिमराई टिप्ने मान्छे। अनि यो यस्तो छ। टिपे त त्यत्रो टिपेँ त मैले। अब यहाँनिर म धारामा पानी यस्तो छ, खुट्टा धुनु पर्छ यसरी। भयो भयो खुट्टा धुने ल पुरै कुरो भएछ। तिमी त मान्छे सिमराई साग टिपेको। अब हामी जाम भाइ घुमेर हामी किन जानु? तपाईँ भात पकाउनु न, भोक लागिसक्यो। नै जाम भाइ घुमेर लेट्स गो। भाइ मुख धुवा त त्यहाँनिर।
मुख धुइहाल त्यहाँ रात पहेँलो लागिरहेको छिटो छिटो न जाऊ छिटो मुख धुइहाल यहाँ गाउँतिर दिने यहाँ कोला पनि रहेछ कस्तो ठुलो ल हामीहरू जाँदैछौँ भाइ र म बाटो चाहिँ यस्तो रहेको छ हजुर भाइ र मै जाने त अँ ल ल राम्ररी खाना पकाउनु ल बाई बाई लेट्स गो भाइ म पुछ न के भयो बोल्यो ढिलो भयो यस्तो बाटो चाहिँ यस्तो छ भाइ चाहिँ उपर उछिटेर तल पुगिसकिसक्यो अब हामीहरू जाने अलग कत्रो परेर यतिकै घुम्नु जाने भाइ हामी यतापट्टि जाउँ ल कोन त मलाई त केही थाहा छैन साइड 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 लु त तपाईहरु हगेर पहिला हात धुन्छ कि खाना खान्छ त्यो चाहिँ कमेन्ट गर्नुस् ल है भाइले के भनेको छ राम्ररी कमेन्ट गर्नु होला है गाइजहरु हामी चाहिँ जाँदैछौँ घुम्नलाई यता कता तपाईँ के गर्छ हात धुन्छ कि खाना खान्छ के चाहिँ हगेर हात धुन्छ कि हगेर हात हुन्छ नि पिन्छ कसले हगेर पिन्छ नि हुन्छ हात यहाँ खोज्नु है के छ भाइले कङ्केटा खोज्छ अरे यहाँनिर खै गाइजहरुलाई म एउटा जरुरी सूचना दिन्छु सेफ वाटर सेफ लाइफ यस्तो हुनु भएन भाइले भनेको राम्रो सूचना दिएको अरे सेफ वाटर सेभ लाइफ हात चिरेर चाहिँ दिदी एउटा भाइलाई त क्लास 7 पुग्न आँटेको छु हामी चढ्नु यो बोट्न जाने अम्माको बोट रहेछ यहाँको भ्युज हेरौँ है गाइजहरु यता कस्तो बब्बाल भ्यू छ साथीहरु मेरो आनन्दले चाहिँ तपाईलाई गाई भनिदिरहेछ कमेन्टमा खाइदिनु ल हेर्नुस् कस्तो राम्रो गाउँ छ यहाँ राम्रो छैन उयो माथि दिए कस्तो राम्रो गाउँ छ उयो माथि दिए गरौँ न दि तपाईको लाइक्स त भर्खर के कहाँ माथि आँटा घरमा चाहिँ नचढ है पुग्यो एउटा रुममा पढ यहाँ पक्रिदेऊ न त मेरो भिडियो हो देखा है राम्ररी भइरहेको छ भिडियो उताबाट देखाउँ न उताबाट मलाई गाइस यहाँ बादल हेर्नु सक्नुहुन्छ यो मलाई चाहिँ देखाउ भनेको बादलको देखाउँदै यो अम्माको बोट चाहिँ कति धेरै रहेछ नि त्यो क्यामेरा भएको छैन तिम्रो कस्तो अरे जी हामी चाहिँ यहाँ तलबाट कता 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 जाँदैछौँ अब भाइले चाहिँ कता कता लगेको छ यो चाहिँ इस्कुसको बोट रहेछ अब तल चाहिँ मजाले झर्दैछु म तर तल झरेपछि माथि चढ्नु चाहिँ गाह्रो होला है कामला पनि पुग्यो नि छैन कसको खेत हो यो भाइ आमा इस्कुस फलेको हेर्नु इस्कुस 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 कति धेरै इस्कुस फलेको छ सानो सानो त्यो हुँदैन भाइ अर्काको कति राम्रो खेत छ यहाँ यो धान हो है धान फलिरहेछ अनि उतातिर गाउँहरू छ राम्रो यता बाँसघारी छ उ त्यो घर हो कि के भाइ उयो तिनीहरूको यो फुटेर मलाई त त्यस्तो छ अनि मानेहरू सानो सानो मानेहरू छ लु माथि तलमा जाने म त हिँड्न माथि आउनु सक्दिनँ म आऊ भाइ त कुद्यो छिटो बाँसहरू पनि कत्रो कत्रो रहेछ म जाँदिनँ के हो त्यो के हो त्यो छिटो छिटो माथि जम्माको घर जाँदैछौँ तल त यस्तो झर्नु सजिलो हुन्छ कि तलदेखि माथि चढ्नु चाहिँ साह्रै गाह्रो हुयो त्यो तराईमा बसेर जानु पऱ्यो पहाडमा उकालो ओह्रालो घर चाहिँ साह्रै गाह्रो हुन्छ मेरो सुँगुर पालेको होला त्यो चाहिँ सुँगुरको खोर त्यहाँदेखि माथि उतो घर जाने बाटो पनि रहेछ दामी रहेछ शान्त वातावरण छ सबै भाइ छिटो छ यस्तै छ यहाँदेखि माथि चाहिँ घर जान्छ घरिन घर माथि न छिटो हामी चाहिँ घर जाँदैछ माथि पुरै बाटैबाट नलिने आइपुग्यौँ घर आइपुग्यौँ अब घर आइपुग्यौँ अब हेरौँ है त भित्र के पाएको रहेछ त के पाक्दैछ
त्यो गर्दैछु आमा छोरीको गफ चल्दैछ यता चाहिँ आमा छोरीको गफ चल्दैछ हामी चाहिँ डुलेर आएको के गरिस् टमाटर हो यो मान्छे चाहिँ एकदम यो बदमास हो कुन दुनियाँमा आएको यो मान्छे कुन दुनियाँमा आएको यो तपाईँहरू यो मान्छेले